यात्रा सुरु गरौँ है त। पहिलो दिनको हाम्रो यात्रा काठमाडौँबाट पोखरासम्म थियो। पोखरा हुँदै बेनीबाट जोमसोम बिहानको समय चिसो मौसममा हामी अगाडि गन्तव्यतिर गइरहेछौँ। अब हामी ह्याम्लेटमा पुगेर हाम्रो ब्रेकफास्ट खान्छौँ। यो गण्डकी प्रदेशको प्राय सबै ठाउँ पुगिसकेको रहेछ। अब हाम्रो गुड मर्निङ हेलो हाई। मार्फाको बाटोमा चिसो हिउँलाई हेर्दै अगाडि बढ्दै यस मार्फापछि हामी बिस्तारै जेरी गल्ली जाँदैछौँ र त्यसपछि बिस्तारै हामी जोमसोमतिर लाग्दैछौँ। करता पुरख अहिले हामी जेरी गल्लीमा हाम्रो पुष्प दाईको 4 कक्षादेखिको साथीलाई भेट्न जाँदैछौँ। उहाँको नाम भक्ति हिराचन हो र हामी जाउँ यो घर उहाँकै हो, भक्ति हिराचन फ्रेन्ड्स एन्ड टुरिज्म। यी दुई अग्रज व्यक्तित्वहरूको 4 कक्षादेखिको मित्रतालाई देखेर एकछिन मनमा केही अनौठो खालको भावना सिर्जना भयो, भावनात्मक बनायो भनौँ। नानु अहिले त घाम लाग्छ, रमाइलो भइरहेछ। But it feels so right now. अब बिस्तारै हामी जोमसोमतिर जाँदैछौँ। यहाँबाट हामी अब अगाडि बढ्दै जाँदाखेरि चाहिँ एक्लेभट्टी हुँदै बिस्तारै मस्तै कागबेनी हुँदै त्यहाँतिर जान्छौँ। अहिलेको दृश्य हेर्न सक्नुहुन्छ, एकदमै रमणीय छ। अगाडि म देखाउँदै जानेछु। बाइकमा धेरै मान्छेहरू इन्जोय गरेको देखियो। बाइकमा आउँदाखेरि अझै रमाइलो छ यो ठाउँ। सही भइरहेछ है। हेलो क्वेसन सोचिरहेको छु, खालि एन्सर दिने बेलामा मनमोहक दृश्य। अगाडि हिमाल देख्न सक्नुहुन्छ, खोला, थोरै हरियाली, एकदमै अविस्मरणीय हुनेछ यो यात्रा। र यतापट्टि आर्मीबाट यो रोपमा चाहिँ सरेर केही ट्रेनिङहरू भइरहेका छ। सिधो भ्यू कस्तो नस्टाल्जिक भ्यू छ। अब हामी अगाडि बढौँ। अब हामी मुक्ति क्षेत्रतर्फ कागबेनी हुँदै मुक्ति क्षेत्रतर्फ हामी अगाडि बढ्दैछौँ। बाटोमा रमणीय दृश्यहरू देख्न सक्नुहुन्छ।
that you know and you know, so let's face it. You had me at hello. Hesitation never helps. How could this mean anything, anything else? When all I dream of is your eyes, all I long for is your touch. And darling, something tells me it's enough. You can say that I'm a fool and I don't know very much, but I think they call this love. One smile, one kiss, two lonely hearts is all that I need now, baby. You're on my mind every night, every day. Good vibrations getting loud. How could this mean anything, anything else? When all I dream of is your eyes, all I long for is your touch. And darling, something tells me that's enough. You can say that I'm a fool and I don't know very much, but I think they call this love. Oh, I think they call this love. खाली उताबाट माथिबाट आएछ कहाँबाट सुरु हुन्छ थाहा छैन। यो चाहिँ बेनी, यो मुक्तिनाथबाट आएको। यो मुक्तिनाथबाट आएको। यो तिनीहरूको सङ्गम चाहिँ बेनी भयो। यो चाहिँ आएको हाम्रो गाउँबाट आएको। जिन्दगानी गोरेटोमा घाम छाया हो, संसारको घाम छाया जिन्दगानी हो। जिन्दगानी गोरेटोमा घाम छाया हो, संसारको घाम छाया जिन्दगानी हो। एउटा फुल मन्दिरको सुन्दरताको एउटै सत्य जिन्दगानी हो। धेरै धेरै माया छर्ने जिन्दगानी हो, कोसेली नै दिएर जाने वरदान हो। ओ जिन्दगानी गोरेटोमा घाम छाया हो, संसारको घाम छाया जिन्दगानी हो। छन्द छन्द गाउनु पर्छ गीत जिन्दगी, पन्ना पन्ना पढ्नु पर्छ किताब जिन्दगी। जात
यात्री हामी कर्तव्य नै हाम्रो बाटो हो हिँड्नु पर्छ जीवन नै हाम्रो यात्रा हो ओ जिन्दगानी गोरेटोमा घाम छाया हो संसारको घाम छाया जिन्दगानी हो संगीत हो जीवन हाम्रो सरगमको जीत सात सुर सबै मिली बन्दछ है गीत सातै रङ्ग इन्द्रेणीमा मिली बसेको सातै सुर सातै रङ्ग जिन्दगानी हो ओ जिन्दगानी गोरेटोमा घाम छाया हो संसारको घाम छाया जिन्दगानी हो ओ जिन्दगानी गोरेटोमा घाम छाया हो संसारको घाम छाया जिन्दगानी हो यी अद्भुतपूर्व दृश्यहरू हामी आफ्नो गाडीबाट हेरिरहेका छौँ। कति व्यक्तिहरू पैदल हिँडेर नै मनोरञ्जन गरिरहनुभएका छ भने कति व्यक्तिहरू बाइकमा या गाडीमा आफ्नो गन्तव्यतिर लम्किरहनु भएको छ। यहाँ यो दृश्यमा हामीलाई यति मनमोहक बनायो कि हामीले यहाँ केही बेर गाडी रोकेर एकछिन यसलाई राम्रोसँग चाहिँ निहाल्दै र यसको प्रकृतिको साथमा बसेर हामीले एकछिन हिउँसँग खेल्ने निर्णय गऱ्यौँ र हामीले एकछिन यहाँ गाडी रोकेर अगाडि डाँडाहरूमा हेर्ने विचार गऱ्यौँ र हामी एकछिन यहाँ गाडी रोक्ने पक्षमा पुगेका छौँ।
केही क्षणको विश्रामपछि हिउँ खेलेर दृश्यहरू हेरेर हामी फेरि अगाडि बढ्यौँ। अगाडि बढ्दै जाने क्रममा अब हामी मुक्तिनाथको अगाडिपट्टि लम्किरहेका छौँ। आज फेरि अनौठैसँग हिउँ परेको छ। यो चैतको सिजनमा हिउँ पर्ने सायद कमै हुन्थ्यो होला, के अब पहिला पनि थियो होला, तर यसपालि चाहिँ राम्रोसँग हिउँ परेको भन्ने कुराहरू सुनिएको छ। अब हामी बिस्तारै मुक्तिनाथको एरियातिर पुगिरहेका छौँ। Going towards Muktinath. Here ऊपर हिमाल देखेको छ। मुक्तिनाथ मन्दिर यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। मुक्तिनाथ विकास समिति ओम नमो भगवते वासुदेवाय मुक्तिनाथाय नारायणाय। जय शम्भु जय शम्भु जय शम्भु।
यो सम्भ गुम्बा यो हाम्रो पेमा गुरु सबैभन्दा सानो उमेरको गुरु पेमा गुरुको चाहिँ तपस्या गर्नुभएको ठाउँ रहेछ यो। अब त्यहाँ गएर एकछिन हामी केही ध्यानहरू र चाहिँ केही पूजापाठ गर्दछौँ। त्यसपछि हामी फेरि निरन्तर अगाडि बढ्दै मुक्तिनाथतिर जानेछौँ। हामीले त्यो नेपालको नक्साको चाहिँ महाकाल एउटा आएर यसो तल गण्डकीमा जुन यसो जुन बनाउँछौँ नि यही हिमाल रेन्जहरू हो यो। हेर्नुहोस् यही छ हामी। दार्जिलिङमा हुँदाखेरि सानो के लास भनेर हँसाउनु भयो कि जुत्ता छोएर हात धुने भयो उठ्या आइसमा Going towards मुक्तिनाथको प्राङ्गणतिर पुग्दैछु म जस्ट nearby. अब I'll show you in a different way. See this one. What a majestic view. Side. मुक्तिनाथको प्राङ्गणमा छौँ हामी। त्यहाँ राख्नु मुक्तिनाथमा नुहाउनुभन्दा अगाडिको तयारी गर्दैछु म। साह्रै गाह्रो हुन्छ चिसो चप्पल लाएर आउनु पर्ने छ भनेर नि हिँड्न नसक्यो नि। हजुर हिजोको भन्दा धेरै कम छ अरे भिड चाहिँ आज। लाइन लाग्नु न एकजना अगाडि सिधा तल यताबाट जानु यो यहाँबाट जानु पक्रिमा यताबाट अर्का बुढा हान्दै भइन्छ आउनु अब नानी पानीमा त सम्झिनु छैन
And I'm at Muktinath Legal Editions Snowfall. पर्सनल क्यामेराम्यान लिएर हिँडिरहेको छ त्यहाँ अनि पहिले पनि जो मागेर ल्याएर गएको होइन अहिले माग्नु पर्यो नि मार्नु पर्यो हामीलाई के बाहना चाहिन्छ भने सेल्फी खिचेको भने भिडियो खिच्यो। मुक्तिनाथको दर्शन गरेपछि अबको हाम्रो यात्रा अप्पर मुस्ताङतिर रमणीय दृश्यहरू हेर्दै हामी अगाडि बढिरहेका छौँ। रमाइलो भइरहेको छ, दृश्यहरू देख्न सक्नुहुन्छ, एकदमै राम्रो ल्यान्डस्केपहरू देखिरहेको छ। यसरी नै हामी अब अप्पर मुस्ताङतिर जाँदैछौँ। अगाडि बढ्दै जाने क्रममा यो घुम्तीबाट जुन दृश्य देखिरहेको छ यो साह्रै नै मलाई चित्त बुझेको दृश्य छ। मरुभूमि जस्तो हरियाली पनि, निलो आकाश, पारिलो घाम र चाहिँ बेपत्ताको हावासँगै हाम्रो एउटा दृढ सङ्कल्प माथि अप्पर मुस्ताङ पुग्ने अगाडि बढ्ने क्रममा छौँ हामी। निकै नै आनन्दित दृश्यहरू हेर्दै हामी अगाडि बढिरहेका छौँ।
यात्रा निरन्तर अगाडि बढिरहेको छ। बाटोहरू एकदमै राम्रो र विभिन्न खालको भौगोलिक बनावटहरू हामी हेर्दै अगाडि बढिरहेका छौँ। अब हामी यहाँबाट अगाडि बढ्दै गएपछि हामी समर भन्ने ठाउँमा रोकिनेछौँ र त्यहाँ हाम्रो बेलुकाको बसाइ र खाना त्यहीँ हुनेछ। यो ठाउँको एउटा रोचक प्रसङ्ग रहेछ। यो लामो वाल लागेको जस्तो जुन देखिएको छ नि, यो ठाउँमा चाहिँ यहीँको एउटा स्थानीय जो अति नै सम्पन्न मान्छे, उसले चाहिँ यहाँ स्याउ खेती गर्नको लागि यसरी लामो गरेर चाहिँ अगाडि बढाएको रहेछ। तर पछि गएर पानीको सोर्स मुहान नै त्यो ठाउँमा सुकेको हुनाले यो प्रोजेक्ट त्यत्तिकै रोकेर रहेको भन्ने हामीले त्यही स्थानीयहरूसँग बुझेर थाहा पायौँ। अनि हेर्न सक्नुहुन्छ यो एकदमै अलौकिक खालको भ्यू छ यो। अब च्याङ्ग्राहरू देख्न सक्नुहुन्छ ठुलो मात्रामा। यो चट्टानहरू हेर्दाखेरि त्यो परको बनावटहरू हेर्दाखेरि चाहिँ त्यो अमेरिकाको एरिजोना प्रान्तको जस्तै खालको देखिरहेको छ। हेर्नुहोस् एकदमै त्यो दृश्य देख्दाखेरि नै
अचम्मित बनाउने खालको या कुनै पुरानो सिभिलाइजेसन त्यहाँ बसिरहेको जस्तो, यहाँ चाहिँ कुनै एउटा ठुलो महल जस्तो टाइपको केभहरू पनि देख्न सकिन्छ। अब जस्तै अब आफैले हेर्दा विभिन्न प्रकारको चाहिँ थट्सहरू, इमेजिनेसन्सहरू राख्न सकिन्छ, आफ्नै कल्पनामा हराउन सकिने खालको हेरिरहँ जस्तो खालको चट्टानहरू छ यहाँ। जति माथि माथि जाँदै थियौँ त्यति हाम्रो श्वास प्रश्वासमा पनि अलिकति स्लो भएको जस्तो, बोल्दाखेरि पनि तपाईँको चाहिँ सास अड्केको जस्तो खालको महसुस भइरहेको छ। र यही क्रममा यो भिडियो बनाउने क्रममा दौडेर जाँदाखेरि पनि अलिकति स्यासे भएको अनुभव मैले गरेँ। अब हामी यहाँ एकछिन रोकिन्छौँ र रोकेर पर्चाहरू छर्नेछौँ। त्यो छर्नुको अर्थ चाहिँ हाम्रो ग्रह दशाहरू सबै फ्याल्ने भन्ने विश्वास रहिआएको छ। अहिले हामी समरको कर्मा इन भन्ने होटेलमा बसेका छौँ। यो होटेलभित्रकोबाट देखिएको दृश्य हो। तकरिबन 7:30 को आसपास टाइम भएको छ र हामी अब खानाको लागि तयारी गर्दैछौँ। हेर्न सक्नुहुन्छ अझै पनि उज्यालो देखिरहेको छ। हामी चाइनाको बोर्डर नजिकै छौँ। अब हामी गार्लिक सुप खाँदैछौँ र आगो पनि ताप्दैछौँ।
धन्यवाद। अर्को पाठमा फेरि भेटौँला।